हेलो 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 म अहिले गाडी चलाइरहेको छु ओजार्क सिनिक। यसलाई चाहिँ पिक ट्रेल पनि भन्छ। अनि यो बाटोमा चाहिँ गाडी चलाइरहेको छु। एकदमै राम्रो बाटो छ, फार्मल्यान्ड छ। यो चाहिँ बाइक लिएर हिँड्ने बाटो हो मेनली होइन। बाइकरहरू हुन्छन् विकेन्डमा चाहिँ। लकिली आज चाहिँ विकडेको लास्ट विकडेको आफ्टरनुन हो। अझै सबैजना भ्याकेसन मोडमा पुगिसकेका छैन, त्यही भएर चाहिँ त्यति धेरै बाइकको लर्को देखिया छैन। तर पनि मैले अघि अघि अलिअलि देखिसकेँ। र यो बाटोमा चाहिँ टर्न्स नै टर्न्स, एकदम वेल डिजाइन बट स्टिल रिस्की टर्न्सहरू छ। र यसमा चाहिँ ख्याल गर्नुपर्छ दुइटै हात स्टेरिङमा। अनि इन्जोय पनि गर्नु पऱ्यो, चस्मा लगाएर सिन पनि हेर्नु पऱ्यो, गीत पनि सुन्नु पऱ्यो। दुल्हे का चेहरा सुहाना लगता है, दुल्हन का तो दिल दीवाना लगता है। कति गहिरो र मार्मिक गीत छ होइन। धड्कन फिल्मको गीत। कादर खानले यसमा अभिनय गरेको मलाई याद आउँछ यो गीतको भिडियोमा चाहिँ होइन। एकदम उनको आइकनिक अभिनय थियो। र बाटो कस्तो लागिरहेछ अहिलेसम्म त्यो चाहिँ कमेन्ट बक्समा लेख्दै गर्नु होला होइन। बाटो चाहिँ भयङ्कर राम्रो छ। यो अब म इन्टरस्टेटबाट पनि जान सक्थेँ, सायद उति नै टाइम लाग्थ्यो होला। तर उताबाट जाँदा 10-12 माइल बढी पर्थ्यो। अनि यो बाटो सर्टकट छ छानलाई, तर टाइम बढी लाग्ला सायद। किन भन्दाखेरि अलिक स्लो स्पिड छ यसको। इन्टरस्टेटमा 75 छ। अब पुरानो गाडीलाई किन त्यस्तो स्पिड बाटोमा हाल्नु भनेर होइन, अलि माया गरेको। अनि आफूलाई पनि माया गरेको सिनिक बाटो हेर्नलाई। र बाटो अत्याधिक राम्रो, गाडीहरू जस सबैले राम्रै चलाउँछन् यो बाटोमा। एकचोटि यो पिक ट्रेल चलाउने चाहिँ सबैको धोको हुन्छ होइन। अनि तलपट्टि ओजार्क भन्ने सहर थियो। अब यो माथिको सहर चाहिँ के हो थाहा छैन। यहाँ धेरै सहरहरू छ, रेसिडेन्सियल एरियाहरू पनि छ वरिपरि होइन। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अब मैले सायद यहाँ कुनै पनि एक्जेक्ट लिनु पर्दैन, यतिकै वाइन्डिङ रोड हिँडिराख्ने हो होइन। हामी अलिअलि इलिभेसन चाहिँ चढिरहेछौँ। अब तपाईँहरूलाई फिल भएको छ कि भएको छैन होइन, त्यो भिडियोमा हेर्दा मलाई चाहिँ यहाँ फिल भइरहेछ। अहिले हामी उकालो चढिरहेछौँ। यति इन्टरस्टेटबाट गएको भए चाहिँ टनेल हुँदै जानु पर्थ्यो। त्यहाँ 2-4 ठाउँमा टनेल थियो। तर यो सिनिक ओभरलुकबाट चाहिँ हामीलाई त्यही पाहाडको टुप्पाबाट लैजान्छ। त्यही एकै ठाउँबाट चाहिँ होइन, अलिकति फरक ठाउँबाट जे होस् मिलाएर बुझ्नु न। यो पाहाडको जे होस् इन्टरस्टेटमा चाहिँ ग्रेडियन्ट मिलाउँछ होइन। यसमा चाहिँ ग्रेडियन्ट हुने सम्भावना हुन्छ अलि हायर। र बाटो राम्रो छ, सिनिक छ। थ्याङ्कफुल्ली पछाडि गाडी आएर मलाई प्रेसर दिइरहेको छैन। दिए भने पनि अगाडि जाउँ, तर यहाँ डु नट पास छ होइन, जानु मिल्दैन तिनीहरू हो। यहाँ यो एउटा मैले भन्दा एउटा ग्रेडियन्टको वार्निङ आयो होइन। यहाँ चाहिँ के भन्दैछ भन्दाखेरि ट्रकले चाहिँ लोवर गियर युज गर भनिरहेको रहेछ। किन भन्दाखेरि अलिकति सार्प ग्रेडियन्ट आएको भएर। र बाहिर कतिको देख्न सक्नु भएको छ होइन। एकदमै राम्रो मौसम। लकिली राम्रो मौसम भएको दिनमा चाहिँ म ड्राइभ गर्न आइपुगेछु यहाँ होइन। र मेरो सिनोप्सिस दिँदा चाहिँ म आज ज्याक्सन मिसिसिपीबाट बिहान स्टार्ट गरेको। मेरो अन्तिम गन्तव्य चाहिँ बोजम्यान मोन्टाना हो। र बोजम्यान पुग्नु अगाडि चाहिँ म अनेक ठाउँमा बस्दै जानेछु होइन। आजको मेरो पहिलो स्टप भनेको चाहिँ क्यान्सस सिटी हो। क्यान्सस सिटीमा मेरो साथी स्लोग्राज पोखरेल मलाई कुरिरहेका छन् त्यहाँ होइन। खाना बनाएर राख्छु भन्दैछन्। अनि त्यसपछिको मेरो स्टप भनेको साउथ डेकोटामा पर्ने स्टर्गेस भन्ने सहर हो। त्यहाँ चाहिँ कसैले मेरो लागि खाना बनाउँदैन, किन भन्दाखेरि मैले होटेल लिएको छु। त्यहाँ साथीहरू भेट्टाउन अलि अप्ठ्यारै भयो होइन। अनि वाइन्डिङ रोड देख्नुभयो होला है, कति वाइन्डिङ छ रोड। थ्याङ्कफुल्ली मोबाइल चाहिँ अड्डिरहेछ, त्यसमा मैले छुनु परेको छैन। नत्र मलाई दुइटै हात स्टेरिङमा चाहिन्थ्यो, गाह्रो हुन्थ्यो नत्र मलाई त्यो स्टेरिङ समात्न चाहिँ। र स्पिड चाहिँ 50 भन्दा बढी नै रहेछ। किन भन्दाखेरि टर्निङमा वार्निङ 50 भनेको छ, त्यो भनेको रिकमेन्डेड स्पिड हो। र यकिनका साथ भन्न सक्छु 50 भन्दा हाई नै छ स्पिड। बट स्टिल द ड्राइभर्स बिहाइन्ड मी आर भेरी पेसेन्ट एन्ड या। सो यहाँनिर चाहिँ ग्रेडियन्ट चढ्यौँ हामी, फेरि पाहाड चढ्यौँ। हो यो गाडीलाई चाहिँ
75को स्पिडमा पहाड चढाउनुभन्दा बरु 50को स्पिडमा 45को स्पिडमा चलाउन मलाई चाहिँ अलिक तुकपूर्ण लाग्यो। त्यही भएर चाहिँ मैले यो बाटो सेलेक्ट गरेँ भनौँ होइन। र ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ धड्कन फिल्मको जुक बक्स बजिरहेको छ। अब सिनरीसँग सुहाउँछ सुहाउँदैन आफ्नो आफ्नो म्युजिक चोइस हो होइन। मलाई चाहिँ मनपर्छ। आई लभ ओल्ड सङ्ग्स। आइम अ बलिउड म्युजिक फ्यान। र एकदम मनमोहक, सुशील दाईको भाषामा मनमोहक दृश्य छ। र ल यहाँनिर चाहिँ 20को स्पिडमा जाऊ भनेर भनेपछि यो राम्रै खालको टर्निङ आइरहेछ यहाँनिर है। अब म अहिले 40मा छु। म गियर डाउन गर्दैछु, स्लो डाउन गर्दैछु। र ल यहाँनिर चाहिँ मेरो पछाडि चाहिँ 3-4वटा गाडीहरू लाइनअप भएको रहेछ अहिले चाहिँ। अब म चाहिँ अब रिकमेन्डेड स्पिडमै गइदिन्छु, यिनीहरूले पनि बुझ्छन्। र मलाई आशा छ तपाईँहरूले बाटो देख्न पाइराख्नु भएको छ। किन भन्दाखेरि हजुरहरूले देख्नु भएको छ कि नै भनेर पनि मैले देख्न पाइरहेको छैन। हो यो वाइन्डिङ रोड चाहिँ यही नै हो। हो राम्रै रहेछ, ग्रेडियन्ट पनि वाइन्ड पनि राम्रै रहेछ। यो बाटोमा ट्रक पनि हिँड्दो रहेछ। त्यो चाहिँ अचम्म लाग्यो मलाई होइन। हजुरहरूलाई पनि अचम्म लाग्यो भने कमेन्ट बक्समा अचम्म लाग्यो भनेर लेखिदिनु होइन। ठिक छ, बाटो ठिक छ, एकदम पिच क्वालिटी राम्रो छ अनि सबै कुरा राम्रो छ यहाँ बाटोको। अमेरिकाको बाटो न हो, कति वर्ष पुरानो बाटो हो भन्ने कुरा अब भगवान् जानुन् होइन। या गुड रोड। ल म बाटोमा फोकस गर्छु, तपाईँहरू एकछिन इन्जोय गर्नु। म लगाइराख्छु छु अनि एकछिनपछि केही याद आयो भन्न मन लाग्यो भने म भन्छु। अहिले दिउँसोको 1:09 गएको छ। अब म सायद त्यस्तै 7-8 बजे पुग्छु भन्ने प्लान छ मेरो क्यान्सस सिटी। किन भन्दाखेरि म अब चाहिँ रेस्ट अलि धेरै नै गर्छु। बिहान 5 बजेदेखि नन स्टप गाडी चलाइरहेको छु। नन स्टप भन्नाले रेस्ट सहित बिचबिचमा रेस्ट गरेँ, मैले खाजा खाएँ होइन। अब ठिकै छ, अरू त भन्ने कुरा पनि खासै केही छैन। बाहिर कतिको घरहरू देख्न पाउनुभयो पनि अब आई डोन्ट नो है। सकेसम्म देखाउने प्रयास गरेकै हो मैले। अब यही हो मसँग भएको क्यामेरा अथवा मसँग भएको इक्विपमेन्ट इन्स्ट्रुमेन्टबाट देखिने यस्तै भ्यू हो। यदि क्लियर देखिएन भने मलाई माफ गर्नु होला। र बाटो चाहिँ एकदम राम्रो छ। अलिकति एटेन्सन चाहिँ बढी नै चाहिन्छ यो बाटोलाई होइन। र चाहिँ पनि 20को स्पिडको बाटो आयो होइन। त्यो सायद हेयरपिन बेन्डै आयो जस्तो छ। ल म चाहिँ बाटोमै ध्यान दिन्छु है। सकेसम्म गाडीलाई स्ट्रेस परे छैन होला। अब किन भन्दाखेरि अलिकति भारी छ गाडी मेरो। अहिले सामान बोकेर हिँडेको छु होइन। म मुभ हुँदैछु एउटा युनिभर्सिटीबाट अर्को युनिभर्सिटी अनि त्यही भएर अलिकति गाडी चाहिँ फुल अलमोस्ट फुल छ। मैले बेड फ्रेमहरू चाहिँ छोडिदिएँ, बेड छोडिदिएँ होइन। किन भन्दाखेरि अटेन मेनली, नत्र म लान्थेँ, अटाउन सकिएन। अनि या बिग ट्रेल यो तपाईँको के भन्छ बाइकिङको लागि चाहिँ एकदम बाइकरहरूको चाहिँ हेभेन हो है यो। यसलाई भन्छ हेयरपिन बेन्ड। सायद मलाई मेरो पछाडिकोले धेरै सुस्तरी गयो भनेर सोच्यो होला मनमा नै होइन। तर सरी, म सुस्तरी नै जानुपर्ने हुन्छ। किन भन्दाखेरि म फर्स्ट टाइम ड्राइभ गरिरहेको छु यो बाटो होइन। नयाँ बाटो, म रन्केर जानु मिल्दैन। होपफुल्ली दे विल अन्डरस्ट्यान्ड। पछाडि धड्कन फिल्मको जुक बक्समा के भनिरहेछन् अब त्यो एकछिनमा सुन्छु म। अहिले यो भिडियो लगाएको भएर न्यारेट गर्नै पऱ्यो। फेरि अडियो बिना भिडियो त्यति मजा आउँदैन के, जसले जति चाहिँ भने पनि होइन। अडियो त चाहियो अनि त्यही भएर अडियो सहितको न्यारेसन गर्दै हिँडिरहेको छु। भुल जाओ मुझे भनिरहेछ अञ्जलीले। देवले भुल्न सकेको छैन। त्यो 20 वर्ष भइसक्यो मैले फिल्म हेरेको, अहिलेसम्म एकै ठाउँमा छ त्यो मान्छे। यस्तो हुनु हुँदैन।
मैं तुम्हें भूल जाऊँ ये हो नहीं सकता। मुझे भूल जाओ ये मैं होने नहीं हाँ, तुम मुझे भूल जाओ ये मैं होने नहीं दूंगा। इस जन्म में तुम मेरी होगी। हाँ, तो ये तुम ही सुन लो देव, अनि इस जन्म तो क्या, अनि मैं अगले 7 जन्मों तक उनकी हो चुकी राम राम राम, बर्बाद भयो नि अनि हूँ। बर्बाद। देव अब रुँदै बस्नु बाहेक देवसँग अरू केही अप्सन छ छैन नि। मेरो पछाडिको गाडी कति तौलो हो दौडेर आइरह, मैले यसलाई ठाउँ छोड्दिनँ सक्दिनँ, यहाँ जहाँ गयो नि जाओस्। बाटो चलाइराख्ने मान्छेलाई चाहिँ केही लाग्दैन होला, अब हामी नयाँ मान्छे हो, हामीले त यस्तो गरिँदैन। ल सायद तपाईँहरूलाई बिदाबादी गरेर म बाटोमा ध्यान दिन्छु है त, म्याप फुल लगाउँछु। हस्, तुम दिल की धडकन में रहते हो, बाटो राम्रो छ, हजुरहरूले देखिसक्नु हो, फेरि भेट।